नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आज एउटा निकै नै गम्भीर र जटिल मोडमा उभिएको छ। लोकतन्त्रको लडाईँको पर्याय बनेको यही पार्टीभित्र आज यस्तो भुइँजालो गएको छ जसको पराकम्पनले पार्टीको भविष्य नै हल्लाइदिएको छ। आउनुहोस् यही सङ्कटको गहिराईमा डुबुल्की मारौँ। यो कुनै सामान्य पदको झगडा मात्र होइन, यो त एउटा त्रिवेणी जस्तै हो, जहाँ तीन फरक धारहरू विचार, काम गर्ने पद्धति र पुस्ता आएर एकै ठाउँमा ठोकिएका छन्। त्यसैले सतहमा जे देखिएको छ लडाईँ त्योभन्दा धेरै गहिरो छ र यसले पार्टी कता जान्छ भन्ने कुराको फैसला गर्दैछ। ल अब यो लडाईँमा को छन् त? यहाँ दुईवटा खेमा स्पष्ट देखिन्छन्। एकातिर हुनुहुन्छ पार्टी सभापति शेरबहादुर देउवा, जसको नेतृत्वमा छ संस्थापन पक्ष। उहाँहरूको मुख्य लक्ष्य हो पार्टीमा आफ्नो नियन्त्रण जसरी पनि कायम राख्ने। अनि अर्कोतिर छन् महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, जसले रूपान्तरणको झण्डा उठाएका छन् र पार्टीमा ज्वरो देखिने परिवर्तन हुनुपर्छ भनिरहेका छन्। अब यो सबै विवादको चुरोकुरो के हो त? कहाँबाट सुरु भयो यो सबै? यसको तत्कालको कारण हो पार्टीको 15औं महाधिवेशनको मिति। नेतृत्वले मिति सार्ने जुन निर्णय गर्यो त्यसैले पार्टीभित्र सल्किरहेको आगोमा घिउ थप्ने काम गरेको छ। हेर्नुस् है, विवादको केन्द्रमा यही मिति छ। पार्टीको विधानले स्पष्ट भन्छ 2082 मङ्सिरभित्र महाअधिवेशन भइसक्नुपर्ने, तर नेतृत्वले यो मितिलाई धकेलेर 2083 को वैशाखमा पुर्याइदियो। हो, यही निर्णयले विधान मिचियो भन्दै ठूलो विवाद सुरु भएको हो। त्यसो भए संस्थापन पक्षले मिति किन सार्यो होला त? उनीहरूको रणनीति अलि बहुआयामिक देखिन्छ। पहिलो त यसले अर्को चुनावसम्म पार्टीको कमान्ड आफ्नै हातमा राख्न मद्दत गर्छ। दोस्रो, यो अतिरिक्त समयमा स्थानीय तहसम्म आफ्नो पकड बलियो बनाउने र रूपान्तरणको यो जुन लहर छ त्यसलाई कमजोर पार्ने मौका मिल्छ। अनि तेस्रो, सदस्यता नवीकरण जस्ता प्राविधिक कारण देखाएर यो कदमलाई बाध्यताको रूपमा प्रस्तुत गरिएको छ। ल अब अर्को पक्षको कुरा पनि सुनौं। के उनीहरूको लडाईँ खालि सत्ताको लागि मात्र हो कि साँच्चै पद्धतिको लागि हो? रूपान्तरण पक्षले चाहिँ आफ्नो लडाईँलाई पार्टीको प्रणाली सुधारसँग जोडेको छ। उनीहरूको सबभन्दा ठूलो माग छ विशेष महाधिवेशन। अब यो विशेष महाधिवेशन भनेको के हो त? सजिलो भाषामा भन्दा यो पार्टीको विधानभित्रै भएको एउटा व्यवस्था हो जसले नेतृत्वमाथि प्रश्न उठेमा वा कुनै गम्भीर नीतिगत निर्णय लिनु परेमा तत्कालै एउटा भेला बोलाएर छिनोफानो गर्न सक्छ। यस्तैमा विश्वप्रकाश शर्माले एउटा निकै चाखलाग्दो आइडिया अगाडि सार्नु भएको छ, एक्जिट पोलिसी। यसको मतलब के हो भने नेताहरूले एउटा निश्चित समयपछि मुख्य पदहरूबाट सम्मानजनक विदाई लिने ताकि नयाँ पुस्ताले ठाउँ पाओस् र पार्टी आजको जेनजी पुस्तासँग जोडिन सकोस्। अब यो माग कतिको बलियो छ त? विधानले के भन्छ? कांग्रेसको विधानकै धारा 17 को उपधारा 2 मा स्पष्ट लेखिएको छ, यदि 40% महाधिवेशन प्रतिनिधिले कारणसहित माग गरे भने केन्द्रीय समिति विशेष महाधिवेशन बोलाउन बाध्य हुन्छ। भनेपछि यो माग कुनै लहर होइन, विधानले नै दिएको अधिकारको प्रयोग हो। र यहाँनिर आएर कथाले एउटा नयाँ मोड लिन्छ। गगन थापाको दाबी के छ भने उनीहरूसँग चाहिने 40% मात्र होइन, त्योभन्दा पनि धेरै अर्थात् 54% प्रतिनिधिहरूको हस्ताक्षर जम्मा भइसकेको छ। यदि यो साँचो हो भने यसले त पार्टीलाई सिधै एउटा संवैधानिक टक्राउतिर धकेलेको छ। तर के यो झगडा महाधिवेशनको मितिमै मात्र अड्किएको छ त? छैन, यो त बाहिर देखिएको कुरा मात्र हो। भित्री लडाईँ त अझ गहिरो र जटिल छ। जस्तै चुनाव लड्ने तरिकामा हेरौँ न। देउवा पक्ष भन्छ आगामी चुनावमा पनि गठबन्धन गरेरै जानुपर्छ, तर गगन विश्वा पक्षको अडान के छ भने कांग्रेस 2084 को चुनावमा एक्लै लड्न सक्ने गरी बलियो बन्नुपर्छ, चुनावअघि गठबन्धन गर्नु हुँदैन। भनेपछि यो विवादको झरा कहाँसम्म फैलिएको छ त? एउटा त हो पुस्तान्तरणको प्रेसर जुन नयाँ पार्टीहरूको उदयले झनै बढाएको छ। अर्को, संस्थापन पक्षले विधानलाई आफू अनुकूल व्याख्या गर्छ भन्ने गम्भीर आरोप पनि छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो लडाईँ अब पार्टी कस्तो बन्ने, यसको भविष्यको दिशा के हुने भन्ने बारेको हो। ल, यति सबै कुरा बुझिसकेपछि अब मूल प्रश्न उठ्छ, अब के हुन्छ त? यो आन्तरिक द्वन्द्वले कांग्रेसलाई कता लैजाला? आउनुहोस् केही सम्भावित परिदृश्यहरू हेरौँ। यहाँ मोटामोटी 3वटा सम्भावना देखिन्छन्। पहिलो, सम्झौता। दुवै पक्ष बीच कुनै बीचको बाटो निस्कियो भने तत्कालको सङ्कट टर्न सक्छ।
दोस्रो, जुन चाहिँ अलि खतरनाक छ, प्राविधिक विभाजन। यदि रूपान्तरण पक्षले छुट्टै विशेष महाधिवेशन बोलायो भने पार्टीमा समानान्तर संरचना बन्न सक्छ। र तेस्रो, देउवा शक्तिमा त रहलान्, तर यो आन्तरिक विद्रोहले उहाँलाई निकै कमजोर बनाउनेछ। रूपान्तरण पक्षको एउटा बलियो तर्क छ। उनीहरू भन्छन्, चुनावको ठिक अघि महाधिवेशन गर्यो भने त पार्टीभित्रको किचुलोले गर्दा चुनावी नतिजा नै बिग्रिन्छ। त्यसैले उनीहरूको रणनीति के छ भने चुनावभन्दा 1.5 वर्ष अघि नै नेतृत्वको छिनोफानो गर्ने अनि एकडिक्का भएर चुनावमा होमिने। त्यसैले अन्तमा यो लडाईँलाई खाली पद वा शक्तिको लडाईँ भनेर मात्र बुझ्नु हुँदैन। यो त पुरानो ढर्राको राजनीति र एउटा आधुनिक, पारदर्शी अनि जनताप्रति जवाफदेही पार्टी बनाउने सोचबीचको टक्कर हो। यही लडाईँको नतिजाले भोलिको कङ्ग्रेस कस्तो हुनेछ भनेर तय गर्नेछ। र अन्तमा एउटा यस्तो प्रश्न जसले सबैलाई सोच्न बाध्य बनाउँछ, के यो द्वन्द्वले कङ्ग्रेसलाई साँच्चै बदल्छ कि झन् गहिरो सङ्कटमा फसाउँछ? यसको जवाफले नेपाली कङ्ग्रेसको मात्र होइन, नेपालको समग्र लोकतन्त्रको भविष्यमा पनि असर पार्नेछ।